हेलो गाइज वेलकम टु माई युट्युब च्यानल होइन आज चाहिँ हामी चाहिँ यहाँनिर यसो फर्मतिर टरेलोतिर जानु लाग्यो कस्तो भएको छ के भएको छ है यो चाहिँ खास चाहिँ म चाहिँ गाउँमा आएको थिएँ गाउँमा आयो भने यस्तो टरेलतिर गइदिनु भनेर हो यो चाहिँ खास चाहिँ म जन्मेको ठाउँ है गाउँ जन्मभूमि नाम चाहिँ खास चाहिँ यो हो मेरो यहाँनिर होइन त्यहाँबाट कोच्या त्यहाँ आयो योबाट यता धादिङ पर्छ होइन यतापट्टि नुवाकोट भयो यो खोलाले छुट्टा यो ठाडो खोलाले होइन यो खोलाले चाहिँ तलक्क छुट्टा यतापट्टिको धादिङ भयो यतापट्टि नुवाकोट भयो होइन यो चाहिँ नीलकण्ठ नगरपालिका पर्छ जस्तो लाग्छ होइन धादिङ नीलकण्ठ पर्छ जस्तो लाग्यो है अन्त म चाहिँ यहाँ टरेलोमा जान भनेर लाग्यो यहाँनिर यस्तो यो मन्त्र यो गरेको रहेछ पूजापाठ गरेको धर्मको त्यही हो के टमाटरहरू खुर्सानीहरू तिनीहरू लगाउनुहुन्छ होइन यो टरेलोमा चाहिँ बुवाले यो चाहिँ हाम्रो टरेलो खास है यो यहाँ चाहिँ प्लास्टिक निस्किएर माथि पानी ट्याङ्की चाहिँ यहाँनिर पानी ट्याङ्की चाहिँ यहाँनिर रहेछ सिँचाइको लागि पनि यसको लागि चाहिन्छ पानी होइन यो टरेलोमा चाहिँ त्यो पानी ट्याङ्क भएको होला यहाँ ट्याङ्की राखेर पानी राखेर फ्री भयो फर्मको नाम चाहिँ छ कि छ कि अरे होइन डल्लो खुर्सानी नि यो बोट टमाटर छ कृतिका कृषि फर्म तथा पशु फर्म हो नाम चाहिँ फर्मको चाहिँ टमाटर यो के गर्छ यो चाहिँ खुर्सानीको फर्म चाहिँ यहाँ चाहिँ होइन यहाँ चाहिँ डल्ले खुर्सानी लगाएको छ होइन यो चाहिँ भयो डल्ले खुर्सानी लगाएको छ पुरै यो केही महिना केही टाइम पछि फल्न थाल्छ कस्तो आउन चाहिँ हेरौँ एक्चुअली शोज वगैरह थे तो उस वजह से मैं कंसंट्रेट नहीं कर पा रहा बट अभी नेक्स्ट सॉन्ग के लिए प्लानिंग कर रहे हैं हम लोग तो आपको ये सॉन्ग यो तोर चाहिँ उता गएर दुईपट्टिको पानी तरिन बिचबाट उता लागि बनाएको यो बिच दुईटालाई चाहिँ एउटै बनाएको हुन्छ बुवाले होइन मलाई चाहिँ मैले देखेको थिइनँ म चाहिँ बाहिर भएको कारणले देखेको थिइनँ है किन भाँचेर खानु भएको थियो बढी भएको त्यसले हाँगा नराख्नु भएर होला ग्यास्ट्रिकले सताएर मर्दैन लाग्छ हौ अब यो चाहिँ केही महिना पछि चाहिँ फल्न थाल्छ महिना सायद केही दिनपछि फुल थाल्छ होला त्यस्तै स्थिति देखिएछ है मस्त हुँदो रहेछ हौ यो डल्ले खुर्सानीको के फर्मभित्र भाले गर्दा होला सायद या पात छ है हेर्दा पनि भरोसा नलाग्ने खालको यो चाहिँ औषधि हाल्ने बेला भएको छ क्या हो टिका लाग्न थालेछ यतापट्टि चाहिँ के टमाटरै चाहिँ होला है यहाँ चाहिँ निस्किन लागेको छ होइन यो टमाटर चाहिँ यो चाहिँ निस्किसकेको स्थिति छ अब हल्का सानो छ यो चाहिँ ठुल्ठुलो त पहिल्यै टिपिसक्यो अरे यो के भन्छ बुढीलाई यो रातो यो फापर है
फापरको ढेँडो भन्छ त्यो तल त एकदमै त्यो केरा घारी भयो है ए भिनाजु म हिजो आएको सन्चै हुनुहुन्छ गोठालो ल पातला भिनाजु मैले पहिला हामीले बच्चा पढ्नु सानो छँदाखेरि चाहिँ होइन यो पाहा पाहै दौडेर हिँडियो अब त त्यस्तै हो पहिलाको बच्चापनको स्थितिले गयो अब उमेर भयो होइन जिम्मेवारी बाध्यता है यो खोला नालामा कहीँ केही बाँकी नराखिकन दौडी दौडी यो सागे पाहाडमा रुख थिएन होला कि हामीले नचढेको रुखै त्यस्तो रुखै कुनै रुखै थिएन होला स्कुल भने स्कुल जाने भन्यो होइन स्कुल जाने जाने बाटोबाट फुट तल्लो टाप हानेर भागिएर होइन स्कुल होइन वनतिर लुकिन्थ्यो चट्ट 4 बजे छुट्टी हुँदा फेरि 3 बजे छुट्टी हुने टाइममा हुन्छ नि सर्लक्क निस्के केटाहरूसँग मिसेर फेरि घर आयो स्कुल गएर आज आखिर पढिएन है त्यतिखेर चाहिँ अहिले त्यो बेलाको चाहिँ अहिले फिल भएको चाहिँ पढ्नु पर्ने रहेछ भन्ने कुरो चाहिँ होइन पढेन त्यो बेला रमाइलो लाग्छ आफ्नो गाउँमा होइन आगो अहिले यो पातहरू जम्मै यो चाहिँ पढ्दाखेरि सालको बोटहरू जम्मै पात झर्ने बेला भएको नि त पात झरेर होइन टक्काले त्यो भयो पहेँलो पात भएको कोही फुल फुले जस्तो सालको यही हेर्दाखेरि टक्क यो चाहिँ कस्तो देखिन्छ नि फुलहरू जस्तो पनि देखिने होइन कताले दामी देखिएको योमा चाहिँ ल साथी हो यस्तै हो आजलाई यति है फेरि हेर्दै गरौँला है अर्को भ्लगमा आउँला है त हस् त धन्यवाद मेरो भिडियो हेरिदिनु भएमा लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला कस्तो भयो भ्लग हेरेर कमेन्टमा गरिदिनु होला है त साथीहरू बाई